हन्नाको गर्भ खोलियो भन्छ। हन्नाले शमूएल अगमवक्तालाई जन्माए। त्यो चाहिँ किन भन्दा निरन्तर प्रार्थना गरिरह्यो। प्रार्थना चाहिँ प्रार्थनामा सीमित भएन। जब तपाईँ म प्रार्थना गर्छु, प्रार्थनाले चाहिँ नि आशिषमा परिणत हुन्छ। जब तपाईँले म वचन सुन्छु, वचन पढ्छु, वचन पढ्न थाल्छु नि, वचन चाहिँ वचनमै सीमित हुँदैन, वचन चाहिँ शक्तिमा परिणत भएर जान्छ। आमेन। वचन चाहिँ वचन मात्रै होइन रहेछ, वचन चाहिँ एउटा शक्ति हो। किनभने वचनले भन्छ परमेश्वरको वचन चाहिँ नि दुई धारे तरबार भन्दा धारिलो छ। परमेश्वरको वचन चाहिँ चट्टानलाई चुर चुर बनाउने घर जस्तो भन्छ। वचन चाहिँ आगो हो भन्छ। मण्डली, आज तपाईँले मैले त्यही वचनलाई नसुनेको कारणले, तपाईँ म त्यही वचनलाई अध्ययन नगरेको कारणले, तपाईँ म त्यही वचन अनुसार नहिँडेको कारणले गर्दाखेरि चाहिँ नि आज तपाईँ र मेरो जीवनलाई, तपाईँ र मेरो इच्छालाई शैतानले चुर चुर बनाइरहेको छ। अनि त्यही शैतानलाई चुर चुर बनाउने चाहिँ परमेश्वरको वचन हो भन्छ। आज तपाईँ नि म साँच्चै ख्रीष्टमा नयाँ भएर परमेश्वरको वचन अनुसार हिँड्ने हो भने चाहिँ नि तपाईँ नि मेरो जीवनमा चाहिँ बदलाव आउन थाल्छ। आमेन। परिवर्तन आउन थाल्छ। तपाईँ म ख्रीष्टमा नयाँ हो भन्नु ठुलो कुरो होइन, तपाईँ र मेरो जीवन चाहिँ नयाँ जिउनु चाहिँ ठुलो कुरो हो। आमेन। जुन दिन ख्रीष्टमा तपाईँ म विश्वास गरे मण्डली, हामी नयाँ मात्रै हुँदैन रहेछौँ। मैले मेरो जिन्दगीमा मैले स्ट्रगल गरेको कुरा, म जुन दिन क्रिस्चियन भयो, म ख्रीष्टमा नयाँ मात्रै भएको रहेनछ, ख्रीष्टमा चाहिँ म धनी पनि भएको रहेछ। आमेन। अनि म घरिघरि संसारको धनाढ्य व्यक्तिहरूलाई